टिकटक खोलेर स्क्रोल गरेको त जताततै तुलसा अधिकारी अरेस्ट भयो अरे, तुलसा कलेजको तुलसी अरेस्ट भयो अरे भनेर आमा परिभरि तुलसै तुलसा तुलसै तुलसा तुलसी तुलसा आएको रहेछ होइन। अनि यो विषयमा चाहिँ मलाई पनि केही भन्नु मन लाग्यो क्या। तुलसा कलेक्सनको तुलसालाई अरेस्ट गर्यो, थाइल्यान्डमा अरेस्ट गरेछ होइन। तर मलाई चाहिँ नरमाइलो लाग्यो कि उनी बच्चासँग भ्याकेसन मनाउनुको लागि थाइल्यान्ड गएको रहेछ। थाइल्यान्ड जाँदाखेरि उसको आमालाई बच्चाको अगाडि हतकडी लगाउँदा त्यो बच्चालाई कस्तो बित्यो होला है। कोही मान्छेले सोचेको छ उसको बच्चालाई कस्तो भयो होला, उसले त्यो कुराहरू कसरी ह्यान्डल गरेर त्यति सानो बच्चाले। तर यहाँ चाहिँ कति धेरै मान्छे कति खुसी भएको देखेँ क्या मैले, सबैजना होइन। के भन्छ नि कमेन्टभरि यति धेरै खुसी भएको होइन, मान्छे म्याक्सिमम मान्छे खुसी भएको छ होइन। ल उसले कति ठग्यो होला, उसले कतिलाई ठग्यो होला होइन। सबैजना मान्छेले उनीहरू बिचमा जति पनि कोही कोही मान्छेसँग सम्बन्ध थियो त्यो चाहिँ आपसी समझदारीमा ठगाठग लियाली दियादी भएको हो क्या जस्तो लाग्छ योभन्दा अगाडिको न्युजहरू हेर्दाखेरि होइन। त्यो पनि मलाई चाहिँ तुलसा चाहिँ राम्रै लाग्थ्यो, किनभने उसले एउटा चेली भएर, एउटा नेपाली चेली सिङ्गल मदर भएर आफूले आफ्नो बिजनेस खडा गरेर इन्डिपेन्डेन्ट भएर चाइना बसेर आफ्नो छोरीलाई राम्रो एजुकेसन भोलि गएर उसको फ्युचर राम्रो होस् भनेर गरेर आफै मेहनत गर्दै गरेको मान्छे हो अब होइन। अब यस्तो मान्छेलाई अरेस्ट गर्यो भनेको सुन्दा मलाई चाहिँ नराम्रो लाग्यो। अनि त्यो सबै ठगी मुद्दाहरू परे रहेछ। अब भोलि सोमबार जिल्ला अदालत यहाँ ललितपुरमा उसलाई लग्ने रहेछ होइन। अनि त्यो सबै कुराको छानबिन होस्, न्याय पाउनेले न्याय पाओस् है, यति नै भन्न चाहन्छु।